गाइज हामी चाहिँ यहाँनिर बहिनीले सरप्राइज दिनको लागि केक किन आएको। हामीले त होइन बेनाले सालीको लागि केक किने राति 8 बजे अब के हुन्छ रियाक्सन हेरौँ। खै न अलि उता जा ओइ मन लट्लै। गाइज हामी चाहिँ बजारबाट गइरहेको छु। पुलमा पुग्यो। अब धेरै लाग्दैन 2 मिनट जति लाग्छ यहाँबाट। के खोइ बेना हाम्रो बेनाले चाहिँ जहिले त्यही मलाई त्यसलाई मात्र माया गर्छ होइन। जे पनि त्यसलाई किनिदिन्छ। हाम्रो बर्थडेमा त के अरे 100 रुपियाँको एउटा के भन्छ के आउँछ 100 रुपियाँमा चक्लेटहरू नि किनिदिँदैन 5 रुपियाँको। थाहा हुन्छ कि थाहा भइसक्यो त्यो। गाइस हामी चाहिँ घर पुग्यो। उयो आएर गर्नु न यहाँ आएर लाइट उताबाट मागेर लिएर लाइट मागेर ल्याउँछ ल। नजानु फेन कस्तो रहेछ। उनीहरूले चाहिँ लाइटर ल्याएन रहेछ। त्यही भएर हामी यहाँनिर छिमेकी अन्डीकोमा लाइटर माग्न आएको। गाइस मैले लाइटर ल्यायो मागेर। अब हामीले त्यहाँ यसरी बाल्छौँ अनि घरभित्र छिर्छौँ। गाइस हाम्रो केक यहाँनिर अनि अब बत्ती बालेर के हो त्यो खै अरू के हो। यस्तो पड्काउनहरू ल्याएछ। म छर्ने चाहिँ तपाईँ पड्काउनेहरूले केक बोक्छु ल। म चाहिँ छर्ने चाहिँ गिफ्ट पनि छ हो। के गिफ्ट भन्छ खोइ गएको छ राडी। मलाई चाहिँ केही नदिने के गर्ने बाल्ने यसमा नि बाल्छ भनेर उतै बालेछ भित्र काट्ने चाहिँ के बाल के ल तैँले बालेर हाल्नु यो तैँले बाल्नु त्यहाँ राख्नु उता पुगिसक्नु बाल्ने बिस्तारै बिस्तारै। म बस जान्छु ल आइज तिमीलाई। गाइस हामी चाहिँ भित्र छिर्न लाग्यो ल। बर्थडे टु यु ह्याप्पी जाउँ न भित्र। ह्याप्पी बर्थडे टु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु। बट्टर आएर के निस्किरहेको नि हामी झन् के सोचेर आइजाँथ्यो त्यहीबाट देखिरह। तेरो टाउकोभरि चाहिँ भएछ। गाइस हाम्रो सरप्राइज चाहिँ मान्छे चाहिँ सरप्राइजै भएन। Happy birthday to you. Happy birthday to थोड़े खिच्न मेरो म भिडियो बनाइरहेको छु के। सरप्राइजै भएन गाइस। मैले त थाहा छैन आगो भन्दा यसले अघि फोनले भिडियो बनाला ल 800 को केक यो पनि हेर्ने के छ हेर साली सालाम बनियो खुर्सानी न खै चक्कुहरु चाहिँ चक्कु हेर्ने ल पेटो खाउँछ र यो बालम न त म चाहिँ मुख धुन्छु भने निस्किलाएर थियो गाइजले चाहिँ 20 वर्ष भयो हो खास अनि यहाँनिर बेनाल चाहिँ 21 लेखेछ। ह्यापी बर्थडे टु
ल ल ल गाइस फेरि अर्को गिफ्ट यो चाहिँ मेरो हो है गिफ्ट चाहिँ अनि उसले बोकेको सब पैसा तिमी सब म हो अब तिमीहरू पैसा दिए न यो चाहिँ के अरे भेनाको स्पेसल गिफ्ट हाल्छ भेनाको लागि गाई सालीको लागि भेनाले दिएको गिफ्ट है गाई चाहिँ यो सब एरेन्ज गाइस गिफ्ट यहाँनिर खोलिरह थ्याङ्क यू सो मच भनेर हक गर्न लास्टमा पहिला केक नकाटेर गिफ्ट गरेर भयो के हुँदैन क्या फोर अलि छिटो फोर न के होला भन् पहिला ल के होला त गुडिया होला त्योबाटै थाहा भइरहेको बरु गुडिया यत्रो गुडिया ल्याउनु भन्दा त बरु टी सर्टहरू सर्टहरू ल्याउनु पर्छ नि टी-सर्ट ल्यायो भने त अरूले स्टार्टर लाउँछ त नि मैले कसरी पठाएको थिएँ नि मैले कार दिउँ मन लाग्थ्यो क्या त्यो हुन्छ नि त्यो यस्तो त्यो सानो कुरो बच्चा खेल्ने कार ल्याएर पुरा यत्रो प्याक गरेर दिनु मन लाग्थ्यो अहिले भोका मेरो सरले कति केक खान मन लाग्थ्यो ठुलो कहिले पो आउँछ भनेर आज खाउँछ सबै कति धेरै टाइमसम्म दामी छैन दामी होइन दामी छ भने फेरि फितरामा फेरि मेरो फेरि दामी भेना होइन गर्न उठेर गर्न गर्न थ्याङ्क यू त भन फोटो हो थ्याङ्क यू भेना भनेर थ्याङ्क यू गर्न भिडियो बनाइरहेको थिएँ ल भएर कसैको के कसो थाहा भयो तँलाई आएको त्यत्रो भनेर अघि मागेको मात्रै नपुग्यो त कि म तपाईँलाई आज एक दिन साली भइसक्यो यत्तिकै चाहिँ हुनु पर्यो होइन भेनाले अहिलेसम्म दिदीलाई एउटा केक किने होइन किने त तँले बर्थडेमा त्यहाँ चाहिँ होइन केकको दिएन नि यो काम तपाईँले दिएन कि हावा कुरा भन्नु तपाईँले मलाई दियो